नमस्कार सबैमा। म अहिले यहाँ समक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको प्रारम्भिक निर्वाचन अथवा प्राइमेरी इलेक्सनको बारेमा केही कुरा गर्न चाहन्छु। प्रारम्भिक निर्वाचन मेरो राजनीतिसँग गाँसिएको विषय हो। म नेपाली कांग्रेसमा हुँदाखेरि पनि यो विषय उठाएको थिएँ र राष्ट्रिय स्वतन्त्र पार्टीमा 79 को चुनावमा आएर प्राइमेरी इलेक्सन कस्तो हुनुपर्छ कस्तो हुनुहुन्न भन्ने हामीले विधान लेखनको क्रममा पनि बागमती प्रदेशबाट र पछि राष्ट्रिय भेलामा पनि हाम्रा अब्जर्भेसनहरू त्यहाँ प्रस्तुत गरेका थियौं। भर्खरै प्रत्यक्षतर्फ चुनिनु भएका उम्मेदवारहरू सबै उम्मेदवार म लगायत सबै उम्मेदवारका आकांक्षीहरूले 25,000 रुपैयाँ यही प्राइमेरी चुनावमा भाग लिनको लागि हामीले दिएका थियौं। तर केही समयमै अब यो विधि छैन भनियो। भनेपछि हामीले पैसा केको लागि तिर्यौं। विधि नै लत्याइसकेपछि अब निर्वाचन आयोगमा हाम्रो तेस्रो संशोधन राष्ट्रसभाको तेस्रो संशोधनको विधान जुन त्यहाँ छ त्यहाँ धारा 65 मा प्रारम्भिक निर्वाचन भनेको छ। निर्वाचन आयोगमा हामीले विधान किन अपडेट गर्छौं भन्दा त्यही विधान अनुसार हामीले काम गरेका छौं भन्नको लागि। विधानले भनेको छ प्रारम्भिक निर्वाचन, तर हामीले प्रक्रियामा त्यो गरेनौं। यस अर्थमा त राष्ट्रिय स्वतन्त्र पार्टीका सबै नै उम्मेदवार अवैध भए कि यो पनि एउटा कानुनी विषय हुन सक्छ। खैर, यतिखेर आएर त त्यो प्रक्रिया नै लत्तिसक्यो। तर अलिकति अगाडि जाउँ, केही हप्ता अगाडिको कुरा गरौँ भने तपाईहरु धेरैजनाले यो पब्लिक डिस्कोर्समा पनि भाग लिनुभयो, जहाँ चाहिँ समानुपातिको निर्वाचनमा हाईएस्ट मत आएको मान्छे 10 नम्बर भित्र पनि परेन अथवा कोही पुछारमा परे आदि इत्यादि धेरै प्रेसर भइसकेपछि केही मान्छेहरूको नाम फिर्ता लिने, नयाँ थपिने आदि इत्यादि धेरै कुराहरू चले र अन्तिम नामावलीमा त त्यो नम्बरहरू त्यो भोटिङहरूको कुनै अर्थ नै छैन। त्यहाँ धेरै जनाको तलमाथि भएको छ। भोटिङलाई 50 नम्बरमा राख्ने र बाँकी 50 नम्बर चाहिँ अन्य कुराहरूबाट दिने भन्ने कुरा जब सुरुमा आयो, मैले त्यही बेलादेखि नै यो कुराको विरोध गरेको थिएँ। किनभने त्यो बाँकी 50 नम्बर दिने भनेको चाहिँ चलखेल गर्ने ठाउँ राखेको हो। अर्को कुरा, सदस्यहरूले भोट हालेर फाइनल गरेको निर्णय नै लोकतान्त्रिक हो। त्यसलाई 40% फेरि त्यसमा अर्को 10% अर्को 10% गर्न मिल्दैन। त्यो गर्नुहुन्छ भने आकांक्षीहरू फाइनलाइज गर्ने बेलामा चाहिँ रेटिङ गर्न राम्रो। एकपटक आकांक्षीहरू फाइनलाइज गरेर चुनावमा प्राइमेरी इलेक्सनमा गइसकेपछि त्यसमा थप डक्टरिङ चाहिँ गर्नु हुँदैन जस्तो हाम्रो सुझाव रहेको छ। संसारभरि जहाँ पनि प्राइमेरी हुन्छन् भने त्यहाँ भोटिङ नै फाइनल हुन्छ। यदि शिक्षा, योग्यता, पार्टीमा गरेको अनुभवको कुराहरू, पार्टीमा गरेका योगदानको कुराहरू हुन् भने त त्यसैको आधारमै त हामीले भोट माग्ने हो नि, हैन? मैले यो गरेको थिएँ, मेरो अनुभव यति छ भनेरै भोट माग्ने हो। त्यही भएर भोटिङ नै फाइनल हुनुपर्छ। यसलाई चाहिँ नि यति प्रतिशत अनि थप नम्बर यति उति भन्नु हुँदैन भनेर मैले प्लानिङ गर्दै गर्दा मैले यो यसो नगर्नुस् यसो गर्नुस् भनेर धेरै पटक हामीले यो कुरा पनि राखेका थियौँ। यो कुरा मैले राष्ट्रिय भेलामा राख्दै गर्दा तपाईले भिडियोमा पनि देख्न सक्नुहुन्छ, ठूलो तालीले त्यसलाई अनुमोदन गरिएको थियो, तर त्यसलाई विधानमा राखिएन। नराखिसकेपछि त्यही अनुरूप रूपन्देहीको अलि अगाडि बाई इलेक्सनको तयारीमा रूपन्देहीको पनि प्राइमेरी त्यसरी नै भएको थियो। त्यहाँ पनि जतिजना उम्मेदवारहरूले भाग लिए कसको भोट कति र हरेक विधामा कति नम्बर आयो आजसम्म पनि पारदर्शी रूपले देखिएन। पारदर्शिता, जवाफदेहिता त्यहाँ छैन। त्यही कुरा अहिले समानुपातिकको 82 को समानुपातिकको लिस्टको बेलामा पनि पारदर्शिता देखिएन। धेरै प्रश्न चिन्हहरू आए र मैले फेरि पनि भने अन्तिम लिस्टमा त अब त्यो धेरै तलमाथि भइसक्यो। यसमा कुलमानजी को साइडबाट आउनुभएका साथीहरू र बालनजीको साइडबाट आउनुभएका साथीहरूको अङ्कलाई छोडिकन पनि बाँकीमा पनि त्यो हाम्रो पार्टीको आफ्नो मात्रै जति संख्या हो त्यसभित्र पनि त्यो राम्रोसँग अवलम्बन गरिएकै छैन। प्रत्यक्षतर्फ त यो विधि नै लत्याइयो। मैले फेरि पनि भने त्यो त सबै उम्मेदवारहरूको आकांक्षीहरूको 25,000 रुपैयाँ त फिर्ता दिनुपर्छ, नत्र त्यो ठगी हुन्छ। यस्ता गम्भीर विषयहरू उठाउने कि नउठाउने, निर्वाचनको समयमा यो पब्लिक बहस हुनुपर्छ कि पर्दैन? यदि पार्टीले अहिले आन्तरिक लोकतान्त्रिक अभ्यासमा आफ्नो नियत स्पष्ट देखाउँदैन, व्यक्तिवादी चरित्र देखाउँछ, बदमाशी देखाउँछ, सरकारमा गइसकेपछि त्यो पार्टीको चरित्र काम गर्ने तरिका कस्तो हुन्छ? त्यही भएर हामीले यस्ता अभ्यासहरू कसरी गरेछ पार्टीले, यो राष्ट्रसभाको मात्रै हैन, अब अरू पार्टीमा त प्राइमेरीको कुरै छैन। भर्खरै विशेष अधिवेशनबाट नेपाली कांग्रेसले हामी पनि अब नेक्स्टमा प्राइमेरीमा जाने भन्ने कुरा चाहिँ आफ्नो विधानमा लेखिसकेको छ र रूपन्देहीको बाई इलेक्सनको बेलामा राप्रपाले असाध्यै राम्रो प्राइमेरी इलेक्सनको खाका देखाएको थियो। त्यही भएर मैले आज यो विषय उठाउनुको
पछाडि एउटै मात्र कुरा के छ भने प्राइमेरी इलेक्सन राष्ट्रिय स्वतन्त्र पार्टीको लागि एउटा देखाउने र हामी नयाँ छौं हाम्रो यसरी यो एउटा अलग प्रयोग छ भनेर एउटा चाहिँ नि मिडियाबाजी गर्ने एउटा अस्त्र मात्रै भयो तर हामी संगठनले त्यसलाई अनुभूति गर्न पाएनौं त्यसलाई सच्याउन हर प्रयास गर्दा पनि सकेनौं इतिहासमा यो कुरा भोलिका भावी पिढीले पनि जानुन् देखुन् र प्राइमेरीको बारेमा कुनै पनि पार्टीले भोलि प्राइमेरीको अवधारणालाई तपाईहरु अवलम्बन गर्दै हुनुहुन्छ भने प्राइमेरीमा भनेको भोटिङ नै फाइनल हुनुपर्छ अरु सबै कुरालाई तपाईहरु स्क्रिनिङ प्रोसेस न्यूनतम मापदण्डमा राख्नुस् त्यो मापदण्डबाट कटेका ती न्यूनतम मापदण्ड पूरा गर्ने मान्छेहरुलाई फाइनल भोटिङमा तपाईहरुले पुर्याइसकेपछि भोटिङको रिजल्ट नै फाइनल हुनुपर्छ अर्को सबैभन्दा गम्भीर कुरा के भन्दा अनलाइनको चाहिँ भोटिङको अहिलेसम्म त्यसको क्रेडिबिलिटीमा ठूलो क्वेशन थियो र छ त्यसैले यस्ता भोटहरु सम्बन्धित इकाइमा निर्वाचन क्षेत्रमा फिजिकल मतदान गर्नु सबैभन्दा उपयुक्त हुन्छ भन्ने कुरा पनि मैले यहाँहरुसम्मका समक्ष जानकारी गराए धन्यवाद